टोकियो 349 काठमाडौँ 35 भयो भर्खरै अब काममा जाने हो। अनि यो चाहिँ मेरो साइकल, यो साइकलमा जाने हो अब। म मेरो ड्युटीमा जाने बाटो यही हो। यतापट्टि सानो खोला नहर जस्तो हो, त्यो पुल छ। म दिउँसो फर्केर आउँदाखेरि चाहिँ राम्रोसित क्लियर तरिकाले देखाउँला। अहिले चाहिँ अलि अँध्यारो हो, बिहानको टाइम यस्तो छ। रमाइलो हो हेर्दाखेरि त। ल हेर्नु, यही बाटो दिउँसो म फर्किन्छु, त्यति बेला देखाउँछु राम्रोसँग। ए बवाल छ ठाउँ चाहिँ। ल म अब मेरो कम्पनी जानेको बिच बाटोमा आइसकेको हो। अब यहाँ जेब्रा क्रसिङ छ, रातो बलेको बिहान। यहाँ अरू जे भयो नि ट्राफिक रुल चाहिँ एकदम मजाले फलो गर्नुपर्छ, जेसुकै होस्, बिहान होस् राति होस् कोही नहोस्। ल अब जान्छु, हरियो बल्यो। ट्राफिक रुल फलो गर्न नि त यहाँ त नियम एकदम कडा छ। यस्तो छ बाटो। म हिँड्ने पनि गाडीमा अहिले कम्पनीको बाटोमा यही हो। म देखाउँला हजुरलाई त्यो पनि। ल मैले ठ्याक्क मेरो कम्पनीमा आएँ। यस्तो छ, केही देख्नु होइन होला, दिउँसोमा देखाउँछु। अनि त्यहाँभित्र चाहिँ एउटा मेसिन छ कि हामी अब गाडी चलाउनेहरूले, गाडीमा बस्नेहरूले मापासे चेक गर्नुपर्छ कि त्यो मेसिन छ एउटा मापासे चेक गर्ने, तिनवटा लिएर म तपाईँलाई त्यो दिउँसो देखाउँछु कस्तो भनेर। म हिँड्ने गाडी देखाउँछु म तपाईँहरूलाई। एक दिन म गाडीको भित्रको इन्टेरियर हाम्रो त्यहाँ फङ्सनहरू सिस्टमहरू के छ त्यो पनि देखाउँछु। यो मेरो गाडी म दिउँसो देखाउँछु हजुरहरूलाई। त्यहाँ काम गर्ने ठाउँमा यति चिसो छ हेर्नु, -30 भित्र गएर काम गर्नुपर्छ, साह्रै चिसो। ल गाडीको इन्टेरियर म भोलि देखाउँछु। भने अब देखाउँछु। मैले यो ज्याकेट लाउँछु, भित्र टी सर्ट छ, टी सर्ट पछि यो ज्याकेट लाउँछु ब्ल्याक, त्यसको बाहिर फेरि यो ज्याकेट लगाउँछु। अनि ब्यागभित्र एउटा ट्राउजर राखेछु, अहिले पेन्ट लगाऊ, पेन्टको बाहिर फेरि त्यो ट्राउजर लगाउँछु, नत्र चिसोले खप्न सकिँदैन। तपाईँले मेरो गाडीको यसरी आउँछ। यहाँ यो क्यामेरा हो, त्यो डिस्प्ले ब्याक क्यामेरा हो त्यो। अनि यो क्यामेरा यसले फ्रन्टको क्यामेरा देखाउँछ, जुन हाम्रो कम्पनीको मान्छेहरूले कहाँ के गरे कसरी बस्यो भनेर पुरै हेर्छन्। यो बाटो चाहिँ त्यो चाहिँ ब्याक क्यामेरा। अनि ग्याजेटहरू छ के मैले पनि सबै कुरा बुझिरहेको होइन। यस्तो हो, अटोमेटिक गाडी हो, बवाल छ। मैले काम गर्दाखेरि युज गर्ने यो टोपी कम्पलसरी लगाउनु पर्छ। यस्तो गर्मी यहाँ 36-37 डिग्री सेल्सियस हुन्छ बाहिर, तर भित्र -30 भन्दा बढी हुन्छ। त्यो यो कम्पलसरी, यो पन्जाले अझ धान्दैन मलाई यो। अनि यो मास्क, डबल मास्क दुइटा लगाउँछु मैले यहाँ। 4:29 भयो। अब हामी हिँड्ने बेला भयो, अब काममा हिँड्छौँ हामी। अघि म रोकेर देखाएको बाटो पनि ठ्याक्कै यही हो। वनमा आइपुग्यो बल्ल। अब लोड गर्ने, कपडा लाउने हो। नि मान्छेले ढोकासोका खोल्यो, देखाउँछु।
रेनकोट, यसको भित्र प्यान्ट, यो छ यो ज्याकेट, यो ज्याकेटभित्र नि अर्को ज्याकेट, यो ज्याकेटभित्र अहिले आएको टी सर्ट त्यति छ। हातमा पन्जा, टोपी। अब म तपाईँलाई देखाउँछु भित्र कस्तो छ। यहाँ फेरि क्यामेरा त्यति राम्रो युज गर्न पाइँदैन, म त्यसमा देखाउँछु हजुरहरूलाई कस्तो हुन्छ है। ढोका खोलियो, चिसो हावा। एक नम्बरको मेरो हेर्नु कति चिसो छ माथि, -30 डिग्री छ यहाँ। गाडीभित्रको डाइसाहरू लिएर आएर यहाँभित्र छोड्ने हेर्नु चिसो ठाउँमा। यस्तो छ स्टोर हाम्रो। यो हिजोको खाली डाइसा मिलाएर भ्याएँ, सेतो र हरियो, यसलाई डाइसा भन्छ है, सामान हाल्ने ठाउँ हो यो। अब गएर नयाँ लोड गर्नु छ, त्यो पनि म तपाईँलाई देखाउँछु सकेसम्म है। चिप्लेर लड्यो यार, हाँस सेक्नु पऱ्यो। एकछिन हाँस सेक्न पाइन्छ एकछिन तर यो चिप्लेर लडिहालेँ नि, म त्यस्तो चिप्लो हुन्छ। अहिले मेरो सेकेन्ड लटको 230वटा खाना आइटम हाँस सेक्नु पऱ्यो एकछिन भयो नि, नत्र कहाँ सक्ने, मरिन्छ राइजहरू। चिसो कति छ तपाईँहरू देख्नु होला के अरे, अन्त जमेको पुरै बाँकुडेको लेकिन पनि चिसो माथि पुरै जमेको यो। ल म काम गर्न गएँ, यहाँ धेरै बेर भुल्न पाइन्न, पन्जा लाउँछु, म निस्किहालेँ। चिसोले यस्तो भयो, चिसोले हेर्नु अब यस्तो त छ चिसो। चिसो निस्किए। आज अलिक काम थोरै रहेछ। अरू दिन भएको भए 300 जति हुन्थ्यो, 300 वटा मध्ये 50 वटा चाहिँ 12-12 किलोको प्याकेट हुन्छ क्या उसको। 12-12 किलोको चाहिँ प्याकेट हुन्छ, त्यो 50 वटा। 12 × 50 कति हुन्छ अब हिसाब गर्नु। यो बिहानको लट, 200को लट पनि त्यस्तै। आज अलिक कम रहेछ, 40 वटा देखायो आज। ठिक छ, अब गर्ने हो काम। अब जाने हो गाडीमा हामी। चिसोले यस्तो भयो। अब टोयलेट जान्छु अनि निस्किनु पऱ्यो। थोरै थियो, आधी घन्टा 40 मिनटमा भ्याइयो होला लोड गरेर। टाइम पनि हेरेँ होइन। यो टोयलेट हो, यहाँको टोयलेट पनि बवाल छ क्या सबभन्दा। मतलब मलाई जापानको बवाल लाग्यो भनेको टोयलेट, यस्तो बवाल लाग्छ मलाई टोयलेट। यो टक्क पिछाडि पनि ठाउँ यस्तो छ। यो टोयलेट चाहिँ जियोस् एकदमै निट एन्ड क्लिन क्या, एकदमै बवाल। मलाई चाहिँ राम्रो लाग्छ। अझ अर्को अटोमेटिकवालामा देखाउँछु हजुरलाई, बवाल खालको टोयलेट छ जुन मेरो रुममा छ। म त रुमको देखाउँछु एक दिन हजुरहरूलाई। अब काममा जानुपर्छ, ढिलो गर्नुहुन्छ। तिम्रो गाडी पनि रेडी हो, अब जान्छु म। तपाईँलाई बाटोहरू देखाउँछु, मिलेसम्म म देखाउँछु। किन गाडी धेरै मोबाइल चलाउने नराम्रो सोध्छन्, त्यो भएर अलिक बचेर चलाउनुपर्छ होइन। तर नि जुत्ता यो जुत्ता लगाइराखौँ मैले। म आएको लगभग आज 2 महिना 11 दिन जति भयो जापान आएको। मेरो कहिले हप्तामा 2 दिन छुट्टी, कहिले 1 दिन छुट्टी हुन्छ। छुट्टी भएको दिन यो जुत्ता छोडेँ, नत्र नि यही जुत्ता लगाइराखेको हुन्छु छुट्टी भएको दिन, अनि यही लगाउँछु। पाल हुँदा किनेको, जस बलियो भरेछ जुत्ता। जुत्ता किनिदिएको नि फेरि मेरो गुरुले हो यो। यहीँ मध्यमबाट सम्झेँ मैले मेरो गुरुलाई। भोलि कुनै दिन भिडियो हेर्ने कुरो भएछ भने चाहिँ अनि रमाइलो हुन्छ। ल ठिक छ, ल आऊ म जान्छु। बुढो टोयलेट गएको थिएँ, बुढो आएपछि जाने हो। ल म बाटोमा तपाईँलाई हाम्रो बाटोहरू देखाउँदै गर्छु। जापान एक्सप्लोर गरौँला हेर्नु। अब हामी काममा हिँड्यौँ।
कार्ड छ पैसा पनि कार्ड हुन्छ एउटा एटिएम कार्ड टावर के हो त्यो टावर मलाई पनि थाहा छैन तर टोकियो सिटीमा आयो टावर चाहिँ पारिपट्टि हामी जाने त्यतै हो पुल माथि हामीले मोबाइल ठुलो पुल छ 3टा डाइसा चाहिन्छ भने डाइसा भनेको त सामान लिएर जाने स्ट्रेचर जस्तो टाइपको म देखाउँछु यसमा मैले सामान छोड्ने चाहिँ अनि यो पेपर लिएर गएर रिसेप्सनमा छोड्छु अनि 3टा डाइसा टक्क लिएर गएर अनि सामान लिएर आएर यहाँ छोड्दैछु अनि सक्यो यसरी नै 9वटा बसल बिहान दिउँसोमा 7-8वटा बस्यो त्यति हो ओहाई गोजाइमास ओहाई गोजाइमास टक्क यो डाइसा चाहिँ Andalo. Januari, emang tak ada dalam dia. Lepas sana, ini tak ada orang boleh lihat kan? Kita mulai dari पानी पर्ला फाटो सबै यसो पानी पर्यो भने त फेरि दिउँसोको लकमा त्यो चिसो ठाउँमा गयो भने त मरिन्छ जमिन्छ खुट्टा जम्छ चिप्लो त्यस्तै फेरि गरेर यसरी मैले सामानहरू के लिएर जाने भनेर देखाउँछु अब हजुरलाई यो चाहिँ अहिले मैले कोरी भन्ने लिएर हिँडेँ है कोरी एकोरी होइन यो रेसुको हो रेसुको के हो अनि कोरी के हो अनि आइस भनेको आइसक्रिम हो कि यहाँ चाहिँ म देखाउँछु अब तपाईँले त फ्रिज लिएर गएपछि फ्ल्यास अन भएर बसिरहेको रहेछ हाई यो मेरो अगाडि चाहिँ नि यो कोरी हो होइन यो रिसुको हो यो चाहिँ रिसुको यो कोरी यो आइस यो 12 किलोको प्याकेटहरू यो चाहिँ आइसक्रिम आइस भन्छ नि ढोका पनि पुरै अटोमेटिक हो ल यो मेरो काम देख्नु बुढो आयो ल फर्स्टको सकियो सक्यो मेरो भिडियो अन गर्दाखेरि फ्ल्यास पनि भइरहेको रहेछ बुढोले फ्ल्यास भन्दै थियो अघि यसले फेरि फोटो भिडियो बनाएको यताउता गरेको मोबाइल चलाएको कति रुचाउँदैनन् कि यिनीहरू आफ्नै पारा भन्नु खोज्छन् यति चिस्छन् के हुनु रिसाइहाल्छन् राम्रो सोध्छन् अब म एकदमै कम बनाउँछु एक धन्न फसेँ फस्यो भने त गइहाल्यो ल गरेछु बुढोले ल सेकेन्ड स्टोरमा चाहिँ 2टा मात्र लाइन बढाइछ हामीले छोड्ने स्टोरको नाम चाहिँ माई बास्केट हो पानीको थोपा सिम पर जस्तो हुन्छ
आलु पानी भिजियो यार रात त झन् बिदा भयो अहिले ए रेनकोट अफर सेकेन्ड हार्ड चिसोमा कसरी काम गर्ने गर साह्रै टेन्सन पो गरेको त